Hello everyone, my name is Kapil Siris. आज हामी आएका छौँ नेपाली हाट बजारमा. I'm one of the team member of Samsara Group. अनि नेपाली हाट बजार is one of the best grocery in Canberra. I can give you 3 reasons why. One, भन्दाखेरि you can get fresh veggie, non-veg, frozen item, everything in one place. Secondly, भन्दाखेरि you can get lot of parking space. Also, tram को नजिक छ. Third, भन्दाखेरि every week there is new deal going on, combo deal. You can come and find what it is. And अब चाहिँ म धेरै भन्दिनँ तपाईहरुलाई. Let's go meet straight to the owner and also he's supporting our Samsara League. Let's go meet the owner. ग्रुप अनि आज हामी आएको छौँ नेपाली हाट बजारमा अनि उहाँ हुनुहुन्छ हाम्रो. नमस्ते एभ्रिवान, म रोशन केसी, नेपाली हाट बजारको अनर. अनि रोशन दाई, अब भन्नुपर्दाखेरि हजुर यो बिजनेसमा चाहिँ कसरी लाग्नुभयो? अस्ट्रेलिया कहिले आउनुभयो? क्यानबेरा कहिले आउनुभयो? खुलाउन मिल्छ? एकदम म क्यानबेरा भन्दा अस्ट्रेलिया आएको 2014 मा हो. अनि 2014 पछि क्यानबेरा अराउन्ड 5-6 इयर्स अगो म क्यानबेरा आएको थिएँ. अनि त्यसपछि अराउन्ड 4 इयर्सदेखि म यो बिजनेसमा छु अहिले. पहिला यो बिजनेस रिटेल सुरु गर्नुभन्दा पहिला मैले होलसेल सप्लाईको काम गर्थेँ. त्यसपछि फेरि एउटा प्रपर लोकेसन भेटेको हुनाले अनि म रिटेलमा लागेको. अनि हजुरको बिजनेस चाहिँ के हो? के सेल गर्नुहुन्छ भन्न मिल्छ? प्रोपरली हाम्रो यो ग्रोसरीमा सम्पूर्ण नेपाली आइटम, इन्डियन आइटम, अब चामल, दाल, चामल, नुन, तेलदेखि लिएर सम्पूर्ण कुराहरू हामीले बेच्छौँ. मोस्ट अफ द चिजहरू हाम्रो किचनमा चाहिने, हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीलाई चाहिने किचनमा चाहिने सम्पूर्ण स्टफहरू हामी सेल गर्छौँ. भर्खरै दसैँ पनि सकियो हैन? अब तिहार आउँदैछ. तिहारको लागि स्पेशल के छ हजुरहरूको दोकानमा हामीले? अहिले तिहारको लागि हामीसँग मोस्टली अब चामलमा स्पेशल छ. अनि चामलदेखि तेल, घिउमा स्पेशल छ. अनि प्लस तपाईँ $100 को सपिङ गर्नुहुन्छ भने हामीले लक्की ड्र पनि गरेका छौँ. त्यसमा तपाईँको फर्स्ट, सेकेन्ड, थर्ड प्राइजहरू हामीले राखेका छौँ. स्पेसल्ली त्यही नै छ अहिलेलाई. भनेपछि अब जो पनि यो भिडियो हेरेर आउनुहुन्छ हैन, उहाँहरू चाहिँ यहाँ आएपछि सपिङ गरेपछि निराश नभइकन फर्किनुहुन्छ भन्ने कुरा हो. एकदम हाम्रो चाहिँ तपाईँको भेराइटीहरू चाहिँ मोस्ट अफ द भेराइटीहरूमा कस्तो छ भने एउटा आइटमको मल्टिपल भेराइटी हामीले राखेका छौँ. जस्तो तपाईँले अब कुनैमा तपाईँको चाहिँ के भन्छ, अब राइस फ्लावर तपाईँ खोज्नुहुन्छ भने डिफ्रेन्ट तपाईँको सप्लायर्सको चाहिँ हामीले राइस फ्लावर चाहिँ उपलब्ध गराउँछौँ. नट जस्ट ओन्ली वान तपाईँको सप्लायर्सको होइन कि 2-3 तपाईँले चुज गर्न पाउनुहुन्छ. त्यसरी एकदम वाइड रेन्जको भेराइटी पाउनुहुन्छ हाट बजारमा. प्लस तपाईँको चाहिँ एकदम फ्रेस भेजिटेबलहरू विथ तपाईँको चाहिँ के भन्छ एकदम बेस्ट प्राइसमा, सस्तोमा तपाईँले चाहिँ फ्रेस भेजिटेबलहरू पनि पाउनुहुन्छ. अनि तपाईँको एउटा गुड न्युज के छ भने अब भेरी सुन हामीले चाहिँ हाम्रो लगभग हाम्रो वेबसाइट चाहिँ अन्तिम चरणमा पुगेछ. लन्च मात्रै गर्न बाँकी छ. सायद हामी विल ट्राई टु लन्च आवर वेबसाइट बिफोर तिहार. बट इफ प्लान डजन्ट वर्क आफ्टर तिहार, भेरी सुन विल लन्च आवर. ठिक छ हैन? ग्रेट एक्साइटिङ थिङ टु हियर अबाउट द्याट. अनि प्लस तपाईँले फुटबल कम्युनिटीलाई पनि सपोर्ट गर्नुपर्छ. एज अ संसारा ग्रुप हामीले फुटबलहरू अर्गनाइज गरिरहेको छौँ. दिस इज आवर सेकेन्ड नेप्लिस प्लस बुटनिस कम्युनिटी संसारा प्रेमियर लिग हुँदैछ हैन? त्यसको तपाईँ स्पोन्सर पनि हुनुहुन्छ हैन? फुटबल कम्युनिटीलाई सपोर्ट गर्नुपर्छ. अनि यसबारे तपाईँलाई चाहिँ कस्तो फिल भइरहेछ सपोर्ट गर्दाखेरि? पहिला नि गर्नुभयो, यो साल फेरि यो साल पनि गर्नुभएको छ. हाउ डु यु फिल अबाउट द्याट? होइन, कन्टिन्युसली सपोर्ट चाहिँ गर्नै पर्छ होइन? अब हाम्रो तपाईँको आफ्नो कम्युनिटीलाई आफूबाट जति हुनसक्छ त्यति नै गर्ने हो. मेरो जति सामर्थ्य छ त्यति नै गरिरहेको छु. अब त्यही भएर म कन्टिन्युसली यो सपोर्ट म जारी राख्न चाहन्छु होइन? प्लस के छ भने तपाईँको चाहिँ आफ्नो कम्युनिटीमा आफूले गरेको चिजहरू जे गरिन्छ त्यही कम्युनिटीबाट आउँछ भने अलिअलि दिउँ भन्ने उद्देश्य हो. त्यही भएर मैले चाहिँ सपोर्ट गरिरहेको हो होइन? अब आगामी दिनमा अब जतिवटा सिजन भए पनि म तपाईँको सपोर्टमै छु. अब धेरै हुन्छ या थोरै हुन्छ होइन? आई विल बी देयर है. थ्याङ्क यू दाई होइन, फर अलवेज बिङ देयर फर्स्ट होइन, संसारा ग्रुपको लागि, फुटबलको लागि. अनि दाई, एनी मेसेज फर आवर पार्टिसिपेटिङ टिम होइन? अहिले पहिलाको साल हामी 8वटा टिम थियो भने अहिले हाम्रो बढेर 10 अथवा 12 अहिले कन्फर्म जस 12 जस्तो भएको छ होइन? बढिरहेछ होइन?
अनि त्यसको लागि चाहिँ एनी मेसेज म्यासेज म चाहिँ बेस्ट अफ लक भन्न चाहन्छु किनभने प्लस अर्गनाइजरलाई पनि ल अर्गनाइजरलाई पनि मेन त अर्गनाइजरलाई बेस्ट अफ लक भन्छु किन भन्दा फर्स्टमा 8वटा टिमबाट चाहिँ सुरुवात गर्नु थियो अहिले सायद तपाईँले भनेअनुसार 12 टिम भइसकेको छ होइन आगामी दिनमा पनि तपाईँको 12 होइन 15 भओस् होइन अब अहिले कम्युनिटी तपाईँको नेपाली भुटानी छौँ भने पछि तपाईँको चाहिँ साउथ एसियनको सम्पूर्ण कम्युनिटीको चाहिँ तपाईँहरूले समावेश गर्नुहोस् होइन बेस्ट अफ लक भन्न चाहन्छु होइन अनि त्यसमा तपाईँको म चाहिँ सपोर्टिभ रोलमा सधैँभरि आई विल बी देयर भन्न चाहन्छु यदि भन्दै हामी अब सबै हाम्रो भ्युवर्स टिम पार्टिसिपेटिङ टिम सबै कम्युनिटीलाई चाहिँ हामी ह्याप्पी तिहार विस गर्न चाहन्छौँ नेपाली हाट बजारदेखि होइन एकदमै ह्याप्पी तिहार एभ्रिवान अनि त्यसपछि तिहारको सम्पूर्ण चिजहरू तपाईँलाई बेस्ट प्राइजमा चाहिन्छ भने नेपाली हाट बजारलाई सम्झिनु होला बेस्ट डिल विथ बेस्ट प्राइस ह्याप्पी दीपावली एभ्रिवान ह्याप्पी तिहार एभ्रिवान थ्याङ्क यू